चाहिँ मकैको अहिले त्यो बेचिन्छ यो भुइँलाबाट भनेको भुत्ला कति बेच्नु भयो नि कति बेचे पर गौशालामा एउटा खुल्लै 100 रुपियाँमा हुन्छ यो चाहिँ त्यसरी चाहिँ ल यसको प्रमोट गर्नुपर्छ यसको मलाई अलि डिटेल्स लेखेर पठाइदिनु न है म यो मेरो उसबाट के छ समूहको नाम तपाईँको हाम्रो मिलन महिला समूह कतिजना हुनुहुन्छ नि हामी त समूहमा 40-42 जना थियौँ अनि बनाउने त 4-5 जना गर्नुहुन्छ अनि महिनामा कति बेच्नुहुन्छ नि महिनामा यस्तो कार्यक्रम पऱ्यो भने आदर्श जाने बसेका ल म यो तपाईँहरूको चाहिँ जस्तो नमुना कृषिको गरे जस्तै गरेर म गरिदिन्छु हामीले सर यसलाई के भन्छ भने हामी ओडाबाटै यसलाई एउटा ग्यासको रूपमा यो एउटा पकाएर ग्यासको रूपमा यसो म प्रमोट गर्छु मकैको भुत्लाबाट भनेको यहीँको उत्पादन ल आउनुहोस् म प्रमोट गर्छु